हेलो हजुर नमस्ते। मेरो युट्युब च्यानलमा सबैलाई नमस्ते छ। आज हाम्रो यो भाइको लगभग तपाईलाई भाइको 15 दिन भयो। उसको अब 2 दिन भोलि पर्सिको दिन उसको ट्रायल छ। हेर्नुस् उसले 15 दिनभित्रमा उसले लगभग सबै उसले एट ओकाली ओराली लगभग एलब्याग उसले सबै फाइनल कोड उसले हानिसकेको छ। त्यही भएर उसलाई हामी पर्सिको दिन उसलाई ट्रायलमा पठाउँदैछौँ। ल हेर्नुस् गाइजहरू, फ्रेन्डहरू, ल हेर्नुहोस् हाम्रो भाइको प्रगति 15 दिनको हाम्रो यस पञ्चकन्या मोटर ड्राइभिङ सेन्टर लक्ष्मण चोकबाट भित्र आउँदा हजुरलाई चाहिँ रामेश्वर धाम मन्दिरनिर छ हजुरको यो। ल हेर्नुहोस् हाम्रो भाइको 15 दिनमा ऊ भाइ हाम्रो भाइ एकदम राम्रो भइसकेको छ। उसको पर्सिको दिन उसको ट्रायल छ। ल हेर्नुहोस् उसले अब हाम्रो 8 हान्दैछ भाइले सुरुमा। ल भाइ हाम्रो 8 1.5 हुन्छ है। अब तिमीले 1 राउन्ड पुरा भइसक्यो। अब हाफ राउन्डमा हामी बाहिर निक्लिने हो। ल सर हाम्रो भाइ डिसिसन भाइले। ल हेर्नुहोस् त हाम्रो भाइको हेर्नुहोस्। तपाईँहरूलाई पनि सिक्न इच्छा सोच छ भने हजुर यस पञ्चकन्या मोटर ड्राइभिङ सेन्टर लक्ष्मण चोक आउनु होला। हो ल हेर्नुहोस् हजुर मजाले हेर्नुहोस्। केही बुझ्नु भएन भने केही हजुरलाई केही गाडी सम्बन्धी केही हजुरलाई चाहियो, कारको हजुरलाई ट्रायल पास गर्न केही अप्ठ्यारो भइरहेछ भने हजुरले मलाई कमेन्टमा पनि सोध्न सक्नुहुनेछ। अब भाइको हाम्रो युटर्नबाट सुरु भयो। भाइको अब युटर्न हजुरले आइसकेपछि अब हाम्रो भाइको ओकालो सुरु हुन्छ। मैले भिडियो स्पेस नगरेर देखाइरहेको छु हजुरहरूलाई। ल हेर्नुहोस् 8 पुरा गरेर भाइले 8 पुरा फाइनल गरेर अब भाइ ओकालोको लागि रेडी भएर आउँदैछन्। अब हाम्रो भाइ अब ओकालोमा गएर भाइले टक्क हेर्नुहोस् सरर गएर अलिकति भिडियो पानी परेको कारणले हेर्नुहोस् हल्का हिलो पनि छ। ल हेर्नुहोस् है हाम्रो भाइले ओकालोमा रोक्नुभयो। अब हेर्नुहोस् अब भाइको कतिको प्रगति भएको छ। भाइको ओकालोमा भाइले अब के गर्नुहुन्छ हजुरहरूले हेर्नुहोस्। अब भाइले ओकालोमा हजुरले उठाउँदैछन्। भाइले ओकालोमा भाइले उठाए। टक्क भाइले गएर अब ओह्रालोमा हजुरले टक्क हामी म पछि छु गाइजहरू मेरो साथीहरू। ओह्रालोमा टक्क रोके भाइले। ल हेर्नुहोस् टक्क ल ओह्रालोमा रोके। अब भाइ एलब्यागमा जान्छन्। मिनिमम कम्तीमा 3 देखि 4 सेकेन्ड 5 सेकेन्ड होल्ड गर्नुपर्ने हुन्छ हामीले। ल अब भाइ अब हाम्रो भाइ एलमा सिधै हुनुहुन्छ हेर्नुहोस्। ल भाइले अहिलेसम्म जोस् 15 दिनमा धेरै राम्रो प्रगति गरेको मेरो भाइले। 8 कटायो भाइले, ओकालो कटायो, ओह्रालो कटायो। हेर्नुहोस् अब एलब्यागमा भाइ छिर्दैछन्। एलब्यागमा छिर्दैछन् भाइ। ल भाइले रोके। भाइलाई हेर्नुहोस् कस्तो के गर्छन् भाइले हाम्रो भाइले। हेर्नुहोस् हजुरलाई पनि राम्रोसँग ट्रायल 15 दिनभित्रमा हजुरले फुल्ली सिक्न चाहनुहुन्छ भने यस लक्ष्मण ड्राइभिङ पञ्चकन्या मोटर ड्राइभिङ सेन्टरलाई हजुरले सम्झिनु पऱ्यो। यो हजुरलाई सिन्धुली वार्ड नम्बर 6 मा पर्छ। हजुरको चाहिँ रामेश्वर धाम मन्दिरसँग सँगै टाँसिएको छ। हजुरहरूले एकचोटि हामीलाई मौका दिनुहोस्। हजुरहरूलाई हामी निराश बनाउने छैनौँ। कोही मान्छेहरू पास हुन नसक्नु भएर बारम्बार फेल भइरहनु भएको छ भने यस लक्ष्मण चोकलाई ड्राइभिङ के अरे हाम्रो पञ्चकन्या ड्राइभिङ सेन्टरलाई सम्झिनु होला। नम्बर हाम्रो हजुरलाई म अहिले स्क्रिनमा दिनेछु। ल हेर्नुहोस् हाम्रो भाइले एलब्याग कति मिठो गर्नुहुन्छ। हेर्नुहोस् 15 दिनको भाइको कमाल हो। ल हेर्नुहोस् भाइले राम्रो गर्नुभएको छ। ल हेर्नुहोस् भाइको हेर्नुहोस् सरेर जानुभयो। जाँदैछन् हाम्रो भाइ राम्रो भाइले जस हामीलाई नि खुसी लागेको छ। ल भाइ अब पार्किङ गर्ने। ल हजुर तपाईँ भाइले 15 दिनको भित्रमा आज हाम्रो भाइले ट्रायल पास हाम्रो यस पञ्चकन्या मोटर ड्राइभिङ सेन्टरमा गर्नुभएको छ। भाइको पर्सिको दिन चाहिँ भाइको बर्दिवासबाट ट्रायल छ। पर्सिको दिन भाइले ट्रायल दिएर भाइले लाइसेन्स निकालेको पेपर हजुरहरूलाई फेरि हामी अर्को च्यानलमा हामीले बनाउँछौँ। तपाईँहरूलाई देखाउँछु म। हाम्रो यो भाइ पनि हुनुहुन्छ, उहाँको भाइको पनि अब पर्सिको दिन ट्रायलै हो। भाइको पनि अलिक सकियो। अब हेर्नुहोस् यहाँ भाइको पनि केही कुराहरू सुनौँ के भन्छ। ल बाबु अगाडि न्युट्रल ह्यान्ड ब्रेक। ल स्टार्ट बन्द गर्ने। ल भाइलाई पनि तिमीलाई कस्तो लागेको छ ल भन त। तिमीले 15 दिनभित्रमा तिमीले राम्रो गर्यौ, प्रगति गर्यौ। हामी पञ्चकन्या मोटर ड्राइभिङ सेन्टरमा आएर तिमीलाई कस्तो लाग्यो ल भन्नुहोस् त। मैले चाहिँ सिक्न थालेको लगभग 15 दिन भयो र पर्सि मेरो ट्रायल छ। एकदमै दाइले राम्रो सिकाउनुहुन्छ। यो पञ्चकन्या ड्राइभिङ सेन्टर
जुन चाहिँ हाम्रो सिन्धुलीको लक्ष्मण चोकभित्र छ धेरै नै राम्रो छ। तपाईँहरू पनि सिक्न चाहनुहुन्छ भने चाहिँ हाम्रो यो पञ्चकन्या ड्राइभिङ सेन्टरलाई सम्झिनु होला। राम्रो छ दाइ। ल अरू केही हाम्रो केही सबै केही तपाईँलाई समस्या केही कस्तो केही गाह्रो भयो हामीले सिकाउँदामा केही गाह्रो छ 15 दिनभित्रमा तपाईँको ट्रायल कहिले हो भन्नुहोस् त? मेरो चाहिँ दाइ पर्सि होइन? पर्सि हो ट्रायल। ल पर्सि ट्रायल भएपछि पास भएपछि हामी लाइसेन्स देखाउने कि नदेखाउने? देखाउने दाइ मलाई। पास हुन्छ कि हुँदैन त? अब तयारी चाहिँ गरेको छु दाइ। 100% तयारी होइन 100% यस लक्ष्मण ड्राइभिङ सेन्टरमा सिकिसकेपछि 2 मात्रै छैन भाइको लाइसेन्स निक्लेपछि हामी 2 जना भएर फेरि भिडियो बनाएर लाइसेन्स हाल्नेछौँ है त। ल हाम्रो सबै गाइजहरूलाई सबै हाम्रो फ्रेन्डहरूलाई नमस्ते गरिदिनु एकचोटि। ल ल